10 बज्न लाग्यो अब दाइ अफिस जाने बेला होला दाइ ओहो कान्छा कहाँ नि हस् हजुरलाई नि भेट्न आएको दाजु तपाईँ त त्यत्रो ठुलो कम्पनीमा म्यानेजर हुनुहुन्छ यसो काम लगाइदिनु थियो कि भनेर आफ्नै गाउँको भाइलाई पनि त्यति जाब नगरुला र गाडी साडी चलाउन सक्छस् कि सक्दैनस् टेन्सन नगर म छु नि बाइक त सक्छस् होला नि बाइक पनि आउँदैन ओहो साइकल त सक्छस् होला नि साइकल चलाउने पनि ढङ्ग छैन भने जागिरको आश नगरे हुन्छ गाउँको केटो भनेर भएन गजब बेइज्जती है कान्छा यो सब कसरी अब त काम पाइन्छ होला नि दाजु पाइस कान्छा पाइस अब जागिर पनि पाइस महिनाको 50-60 हजार पनि कमाइस मेरो सातो पनि लैस अब तपाईले त्यति घोचेर भनेपछि यति सातो त खाइहाल्न पर्यो नि तपाईहरु पनि मैले जस्तै छिटो छरिटो ड्राइभिङ सिक्न चाहनुहुन्छ भने सम्झिनै पर्ने नाम पीएम मोटर ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टर बुटोल छ ट्राफिक चोक प्रोप्राइटर सौगात नेउपाने पीएम मोटर ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टर हामी कहाँ दक्ष प्रशिक्षकद्वारा मोटरसाइकल स्कुटी कार जीप आदि सिकाउनका साथै गाडी रिजर्भको राम्रो व्यवस्था छ